यस सेरा गाविस तत्कालीन सेरा गाविसका पूर्व गाविस अध्यक्षज्यू, यस वाडाका वाडा सदस्यज्यू, यस विद्यालय व्यवस्थापन शिक्षक अभिभावक संघका पूर्व अध्यक्षज्यू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मेरो पूजनीय आमा पनि यहाँ उपस्थित हुनुहुन्छ। पूजनीय आमा मेरो बजैहरू हुनुहुन्छ दुईजना। भाउजूहरूको चरण कमलमा साष्टाङ्ग दण्डवत व्यक्त गर्दछु। मैले सम्पूर्ण मेरा शिक्षक साथीहरू र उपस्थित प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, मैले यो हतारको कारणले कतिपय मान्छेहरूलाई सम्बोधन गर्न छुट पनि गरेँ होला। अब हाम्रो सरले चाहिँ मलाई यहाँको आर्थिक, सामाजिक, शैक्षिक गतिविधिको बारेमा भनेर भन्नुभएको थियो, तर म त्यो पक्षमा जाने पक्षमा छैन। आज म सिधै आफ्नो भविष्य र सबैको कामना गरेर जानेछु। तपाईहरुलाई मैले छोडे जस्तो लाग्यो होला। म चाहिँ अत्यन्त खुसी छु। म आज मैले अघि नै सम्बोधनकै क्रममा भने हाम्रो प्यारी बहिनीबाट मैले सम्मान गर्ने अवसर पाएँ। जिल्ला समन्वय समितिको सदस्यज्यू पनि यहाँ उपस्थित हुनुहुन्छ र म एकदमै भाग्यमानी मान्छे हुँ, किनभने मैले छाडे जस्तो यहाँहरूलाई लागे पनि र मलाई मैले छाडे जस्तो लागेको छैन। किन लागेको छैन भने मैले सिकाएका मान्छेहरू, मैले पढाएका मान्छेहरू, जसलाई मैले कुनै पनि कुरा आफ्नो भित्रको नलुकाइकन यो समाजमा बाँच्ने कुराहरू सिकाएको थिएँ। समाजमा स्वमूल्याङ्कन गर्ने, आफ्नो मूल्याङ्कनको आफै गरेर जुन शिक्षा मैले दिएको थिएँ, ती मानिसहरू यसै विद्यालयमा कार्यरत छन्। यस विद्यालयको पढाउज्यू लगायत अन्य सरहरू र अहिले नै भर्खरै स्वागत गरियो हाम्रो प्रेम सरहरू, सबै मान्छेहरूलाई मैले कुनै पनि चोक्टा नलुकाएर उहाँहरूलाई सिकाएको छु। त्यो उहाँहरूको आत्माले थाहा पाउने कुरा हो, मैले भनेर साध्य हुने कुरा छैन। त्यसैले म पूर्ण विश्वस्तमा छु कि मैले जे जति कुराहरू उहाँहरूलाई सिकाएको छु त्यही हो खास बुझी कुरा। अब यहाँको मेरो कुराहरू सोचेको थिएँ, तपाईँहरूले धेरै गर्यो भने पनि मलाई लाग्छ मैले केही पनि गर्न सकिनँ। जति गर्नु थियो त्यति गर्न सकिनँ। अझै अब यो जिम्मेवारी पुरा गर्ने तपाईँहरूलाई छोड्दै, र म 2022 सालमा जन्मेको थिएँ। 82 साल भएर अहिले चाहिँ मेरो बिदा हुँदैछ। 60 वर्ष भएर सरकारले नि कुनै काम गर्न सक्नुहुन्न, तपाईँ कमजोर हुनुभयो शारीरिक रूपमा भनेर छोडेको हो। त्यसपछि मैले अरू थुप्रै ठुला कामहरू गरौँला भनेर के सपना देखाउने कुरो छैन। मेरो जिम्मेवारी, मेरो प्रतिनिधित्व सबै तपाईँहरूले लिनुहुनेछ। अब विद्यालयको गतिविधि हेर्दाखेरि अघि दुईजना साथीहरूले भने हाम्रो हेड सरले पनि जुन सूचकाङ्क यहाँहरू समक्ष प्रस्तुत गर्नुभयो, अभिभावकहरूको संलग्नताको बारेमा र विद्यार्थी सङ्ख्याको बारेमा, दिवा खाजाको बारेमा जुन कुरा भन्नुभयो, यो सामान्य म विद्यालयसँग छु। त्यस्तै शिक्षकहरूले पनि त्यसको वातावरण निर्माण गर्नुपर्छ। हाम्रो विद्यालय व्यवस्थापन समितिको अध्यक्षज्यू हुनुहुन्छ, जो म पटक पटक भन्दै आएको छु, जसले केही काम गर्छु म केही गरौँला भनेर उहाँ आफै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ। उहाँलाई हाम्रो सपोर्ट र सहयोग चाहिन्छ र केही न केही कुरा हामीले गर्नै पर्ने हुन्छ। उदाहरणको लागि राजबहादुर सर र हाम्रो सुरज बहादुर बुर्थाबाजीले राखेको प्रस्ताव पनि एक प्रकारले ठिक छ र यसको साथसाथै अन्य क्रियाकलापहरू पनि हामीले गर्नुपर्छ, नत्र अर्कै रिजल्ट परिणाम पनि आउन सक्छ। किनभने स्थानीय तहको उपमेयरज्यू यहाँ हुनुहुन्छ। सरकारले गर्ने लगानी भनेको जनसङ्ख्याका उपरमा हो। हाम्रो जनसङ्ख्या कम भयो, हाम्रो गुणस्तर कम भयो भने उहाँहरूलाई पनि काम गर्न साह्रै अप्ठ्यारो हुन्छ। विद्यार्थी सङ्ख्या छैन, खर्च पर्च सब माविको दिनुपर्ने छ। पनि मैले सिकाएका मान्छेहरू यहाँ छन्, उनीहरूले नेतृत्व लिएका छन्।
उनीहरूले गर्नेछन् भन्ने म पूर्ण आशा भरोसामा राख्दछु। अब म एउटा अन्तमा विद्यार्थी भाइ बहिनीहरूलाई एउटा महाभारतको कथा भनेर भन्न गइरहेको छु। एकदम ध्यानपूर्वक सुन्नुहोला। महाभारतमा पाण्डव र कौरव भन्ने कुरा सुनिन्छ। पाण्डव र कौरवका राजकुमारहरूलाई शिक्षा दिने गुरु थिए गुरुजी द्रोणाचार्य। द्रोणाचार्य गुरुले यी विद्यार्थीहरूले सिके कि सिकेनन् भनेर परीक्षा लिनका लागि एक दिन परीक्षा सञ्चालन गर्नुभयो। उहाँको परीक्षा थियो धनुर्विद्या, धनुबाण चलाउने, शत्रुलाई मार्ने र शत्रु भेदन गर्ने, कसले बढी सक्छ भनेर परीक्षा लिन बटाएका थिए। परीक्षा के बटाइएको थियो भने एउटा ठुलो चौरको बिचमा एउटा रुख थियो। त्यो रुखको माथि हाँगामा एउटा माछा झुन्ड्याइएको थियो। माछा झुन्ड्याएको थियो। उनका विद्यार्थीले के गर्नुपर्ने थियो भने त्यो माछाको आँखामा बाण लगाउनु पर्ने थियो। माछाको आँखामा बाण लगाउनु पर्ने थियो। सबै विद्यार्थीहरू तम तयार थिए। यता गुरु द्रोणाचार्यले परीक्षा सुरु गर्नुभयो। परीक्षा सुरु गर्दाखेरि पालै पालो सबैलाई दिने। सबैभन्दा पहिला दुर्योधनलाई सोध्नुभयो, दुर्योधन तिमी के देखिरहेका छौ? सबै तयार थिए विद्यार्थीहरू परीक्षा दिन। के देखिरहेका छौ भनेपछि दुर्योधनको जवाफ आयो, म यो ठुलो चौर विद्यार्थीहरू देखिरहेको छु, मेरा प्रतिस्पर्धीहरू देखिरहेको छु, म यो रुख देखिरहेको छु, रुखको हाँगा देखिरहेको छु, त्यसमा माछा देखिरहेको छु र लास्टमा आँखा देखिरहेको छु भने। अनि दुर्योधनलाई पछाडि हटाउनु भयो। त्यसपछि दुशासन गए। दुशासनले पनि त्यही भने, गुरु देखिरहेको छु, के देखिरहेको छु, चौर देखिरहेको छु भने। त्यसपछि लास्ट मात्रै उनले आँखा देखिरहेको छु। त्यस्तै गरेर प्रत्येक विद्यार्थीलाई सोध्दै जाँदाखेरि पाण्डवतर्फका युधिष्ठिर महाराजलाई सोधियो, कसैले रुखबाट सुरु गरे, कसैले चौरबाट सुरु गरे, कसैले पुरी वातावरणबाट सुरु गरे। जान्ने त उनीहरू 101 थिए, सबै जान्ने नै थिए, तर कसैको पनि उत्तर मिलेन। युधिष्ठिर महाराजले पनि के भन्नुभयो भने, गुरु म त माछा र आँखा मात्र देखिरहेको छु भन्नुभयो। अनि युधिष्ठिर महाराज पनि स्वयं फेल हुनुभयो। त्यसपछि अर्जुनलाई सोद्धाखेरि अर्जुनले भने, तपाईँ के देख्नुहुन्छ अर्जुन भनेपछि उनले केही पनि देखेनन्, अरू सिधै एउटा माछाको आँखा मात्रै देखे। म त आँखा मात्रै देख्छु गुरु भने। स्याबास, तिमी मात्रै पास भयो, अरू सबै फेल भयो भनेर गुरुको परिचय। यसको उदाहरण एउटै हो कि हाम्रो सिद्धान्त, हाम्रो लक्ष्य एउटा मात्रै हुनुपर्छ। सबैतिर ध्यान दिनु हुँदैन, एउटातिर चिजतिर ध्यान दिनुपर्छ। यदि हामीले ध्यान लगायौँ भने हामी विद्या हासिल गर्न सक्दछौँ भन्ने यस कथाको शीर्षक हो। यो मेरो अन्तिम कथा हुन सक्छ मेरा विद्यार्थी भाइ बहिनीहरूका लागि, स्मरण गर्नुहोला। र अर्को म एउटा जर्मन चाहिँ भारतवर्षमा घुम्न आएको कथा नहुने कथा छ, त्यो चाहिँ भन्छु। जर्मन आफ्ना मान्छेहरूसँग भारतमा पर्यटन भर्नको लागि त्यहाँबाट भिसा लगाएर भारतवर्षमा आएछन्। भारतवर्षमा आइसकेपछि